हेलो गाइज, आज म जन्मेको ठाउँमा छु। म जन्मेको घरमा आएको छु। यो म जन्मेको घर हो। यस्तो छ म जन्मेको घर। ढोका नि त एकचोटि ए ढोकाले हुन्छ ल। म जन्मेको घर यस्तो छ गाइज, हेर्नु होला पहाडको घर। अनि कति वर्षपछि आउनु भयो त यहाँ? आज म 49 वर्षपछि यहाँ आउँदैछु। अनि कस्तो अनुभव भइरह त? एकदम रमाइलो रमाइलो, एकदम खुसी लागिरहेछ, रमाइलो भइरहेछ। यो हो, यहाँ चुला छ, यहाँ आँटी छ, यहाँबाट माथि जाने हो गाइज। आँटीमा यी माथि यहाँ माथि जाने हो, माथि खिच्ने हो ल। आँटीमा जान एकचोटि खाने हो। हामी बस्ने, हामी सुत्ने ठाउँ यो गाइज। मकैहरू छ यहाँ, मकैहरू छ गाइज। यस्तो छ म जन्मेको घर, हेर्नु होला। म अहिले सिरान कुवा निकारका होइन, चिन्ने खर्क सिरान घर कुवामा आएको छु। यो निकारका चिन्ने खर्क कुवाको घर हो गाइज। नमस्ते। अनि फेरि पनि यस्तो अफर मिल्यो भने तपाईँ आउनुहुन्छ कि आउनुहुन्न? आइन्छ आफू जन्मेको ठाउँमा किन नआउने? आइन्छ नि। सबैजनालाई क्याप्चर गरौँ न। तर सही त यता हेर्नु न। तर सही कुन ल यो चिनी नहालेको चुयो दाइ। उहाँ चाहिँ मेरो ठुल दाई, दाइ साइले दाइ कान्छा दाई। उहाँ चाहिँ मेरो कान्छा दाई। मेरो ठुलो दिदी। म दाई हो। सबै भाइहरूको बहिनी भल्लो। उहाँ चाहिँ भल्लोको दाई। यो तल्लो घर गोठ भएको दाई भयो नि पहिला। अनि म चाहिँ साइला जोइ। म चाहिँ साइला जोइ, उहाँ चाहिँ साइला छोरा। लिएर आएको गाडीमा र गाडी माथिसम्म आएर आमा त फेरि फर्केर गयो।